Mission Point. Mission Point. बाल अधिकार भित्र पर्ने बाल सहभागितालाई व्यवहारिक रूप दिनका लागि बियोन बेजिङको आयोजना तथा सेभ द चिल्ड्रेन एलायन्स, युनिसेफ, युनिफेम, युएनएफपीए, एक्सन एड नेपाल, प्लान नेपाल र ह्युमन राइट्सको सहकर्मितामा आयोजित राष्ट्रिय कार्यशालामा देशका 35 वटा जिल्लाबाट आएका बालिकाहरूले आफूले स्थानीय स्तरमा भोगेका समस्यालाई अगाडि ल्याउन तत्पर रहेको बेलामा सहजकर्ताहरूले बालिकालाई मार्ग निर्देशन गरिरहेका थिए। अघिल्ला दिनहरूमा बालिकामा रहेको दुविधा क्रमशः हटिरहेको थियो, जसले गर्दा राष्ट्रिय स्तरमा आफ्ना समस्याले ठाउँ पाएको उनीहरू हेर्न चाहन्थे। तुलनात्मक रूपमा महत्वपूर्ण ठानिएका 10 वटा सवालहरूलाई आपसी सम्बन्धको आधारमा 7 वटा बनाउने क्रममा बालिका बीच मतदान गराइएको थियो। मतदान पश्चात मतगणना भएपछि प्राप्त नतिजाका आधारमा शिक्षा, युद्धमा बालिकाको प्रयोग, कमलरी प्रथा, दाइजो प्रथा, बाल विवाह लगायतका 7 वटा बालिका सम्बन्धी सवाललाई अगाडि ल्याइएको थियो। आफ्ना समस्यालाई राष्ट्रिय स्तरमा पुर्याएर ती समस्या समाधानका लागि नीति निर्माण तहमा दबाव सिर्जना गर्नका लागि निरन्तर क्रियाशील बालिकाहरूलाई मानसिक दबाव नपरोस् भन्ने उद्देश्यले नाचगानमा संलग्न गराइएको थियो। स्थानीय स्तरमा आयोजना हुने कार्यक्रमहरूमा सहभागिता जनाउने क्रममा बालिकाहरूले भोगेका समस्या बारे समेत उनीहरूले नै सो अवसरमा जानकारी गराएका थिए। बालिका भएकै कारण उनीहरूले भोगेका समस्याहरू पारिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा परिस्थितिजन्य रहेका थिए। अहिले हाम्रो दिमागमा तारै कुरा के छ भने हामी भर्खर द्वन्द्वबाट उत्रिएका छौं। यसको पनि अझै निश्चित रूप आउने छ, बाँकी छ। हामी 10 वर्ष जनयुद्धमा हामी सबैजना कुनै न कुनै रूपबाट द्वन्द्वमा परेका थियौं। द्वन्द्वको चपेटामा हामी परेका थियौं। कति बालबालिकाहरूले त खुट्टा गुमाए, कति हात गुमाए। यी अवसरहरूबाट कति त्रसित थियो त्यो अवस्था, कस्तो गाली लाग्दो थियो त्यो अवस्था। कसैले पनि आवाज उठाउन सकेनन् ती बालबालिकाको अवस्थामा। म के भन्न चाहन्छु भने यस्ता द्वन्द्वहरू फेरि नफर्केलान् भन्न सकिन्न। देशको स्थिति अझै पनि सुध्रेको छैन। जस्तो सुकै परिस्थितिमा पनि बालबालिका भनेका शान्ति क्षेत्र हुनुपर्छ। विशेष परिस्थितिका हुनाले बालिकाहरूमा जस्तो सुकै परिस्थिति आओस्, जस्तो सुकै द्वन्द्व गर्नु पर्यो पनि बालिकाबाट टाढा हुनु पर्यो। मानव भएर जन्मिनु र जनावर भएर जन्मिनुको अर्थ केही पनि रहेनछ। यदि जनावर भएर जन्मिएको भए त सायद खाना नपाए पनि सुखसँग बस्न त पाइन्थ्यो होला। तर मानव भएर जन्मियो भने जंगलमा बसौँ भने मानव परियो, घरमा बसौँ भने घर थिएन। हाम्रो यस्तो अवस्था थियो कि जहाँ हामीलाई खाना लाउन केही पनि थिएन। हामीलाई
गाउँमा बस्न समेत दिएन माओवादीहरूले। यदि गाउँमा बसे पनि मारिदिन्छु भन्ने हामीलाई धम्की दिए। हामी त्यहाँबाट नेपालगञ्ज आयौँ। नेपालगञ्जमा आफ्नो भन्नु कोही थिएन, पराई ठाउँमा कसले को आफ्नो हुन्थ्यो र न मिलनसार भावना थियो न कसैको के थियो। हामीले त्यहाँ बहुत दुःख कष्ट गर्यौँ। तर अहिले चाहिँ सानो बस्नेको लागि गाछ बास कपाल गरेर बस्न एउटा झुपडी बनायौँ। मद्दतकै झुपडी बनायौँ। अहिले त्यहाँ हामी हाम्रो दिनचर्याहरू बितिरहेका छन्। म आफ्नो दुखेको घाउलाई त कोट्याउन चाहन्न है, तैपनि म जस्तै आमा दिदी बहिनीहरू जो छन् उनीहरूलाई पनि यो द्वन्द्वबाट धेरै समस्या परेको छ। कसैले आमा बुवा गुमाउनु परेको छ त कसैले विधवा बन्नु परेको छ, कसैले कति बालबालिका त टुरा बनेका छन्। यो द्वन्द्वले गर्दा आज मात्र होइन, भोलि हामी त आफ्नो गाउँ जिल्ला छोड्नु पर्यो भने यो द्वन्द्वले गर्दा भोलि कोही यो देश पो छोड्नु पर्ने हो कि यो द्वन्द्वले गर्दा कति त टुरा बन्नुपर्ने हो। त्यसैले यो द्वन्द्वले पनि हाम्रो देशमा ठुलो यसले असर पुर्याएको छ। कसैको हात खुट्टा छैनन् त कसैको केही छैनन्, कोही त मानसिक रूपमा अपाङ्ग नभए पनि शारीरिक रूपमा अपाङ्ग भइरहेका छन्। त्यसैले यो द्वन्द्वको विशेष हाम्रो यो कानूनमा, यो संविधानमा, यो राष्ट्रमा नै हुनुपर्छ भन्ने मेरो भावना रहेको छ। मेरो मम्मीले चाहिँ माओवादीहरूले सुराकीको आरोपमा हाम्रो घर छेउमा एकजना माओवादीलाई चाहिँ मारेको थियो। हाम्रो मम्मीले चाहिँ त्यो सुराकीको आरोपमा माओवादीहरूले राति आएर कुटपिट गरे, जसको कारण मेरो मम्मीले एउटा खुट्टा गुमाउनु पर्यो। त्यो चाहिँ एकदम जटिल समस्या थियो। द्वन्द्वको कारणले हामीले धेरै समस्या भोग्नु पर्यो। मैले चाहिँ त्यतिखेर कस्तो भयो भने ड्याडी घरमा पनि हुनुहुन्थेन। अनि बिहान उठ्दाखेरि चाहिँ मम्मीको त खुट्टाहरू जम्मै पुरै रगत मात्रै, बिस्तारामा पनि पुरै रगत। हामीहरू चाहिँ मामाको घरमा गएका थियौँ, भाइ बहिनीहरू। मम्मी घरमा एक्लै हुनुहुन्थ्यो। पुरै बिस्तारा भरि रगत, खुट्टा त पुरै हड्डी मात्रै देखेको, खुट्टाको त पुरै दुईटै खुट्टाको एकदम काट्नै पर्ने स्थिति थियो। त्यस्तो समयमा मैले चाहिँ हस्पिटल अब घरदेखि धेरै टाढा। अनि यस्तो समस्या भयो, यस्तो समस्या कि रोइ कराई गर्दा पनि कसैले मलाई हेल्प गरेन। तैपनि मैले सक्दो गाउँमा मान्छेहरूलाई सहयोग माग्दा पनि उनीहरूले सहयोग गरेनन्। मम्मीलाई घरतिरबाट बस्न दिन पनि कोही पनि आएनन्, किनभने त्यो समस्या चाहिँ माओवादीहरूले गरेको थियो हामीलाई। सो अवसरमा बाल सहभागिताको औचित्य र अर्थका बारेमा जानकारी गराउनुका साथै सहभागिताको निर्माण, चरण र भूमिका बारे प्रस्ताइएको थियो। त्यसैगरी बाल सहभागिता बढाउने विभिन्न उपायहरूका सम्बन्धमा बालिकाहरूले आफ्ना धारणा सो अवसरमा अगाडि ल्याएका थिए। साथै बाल सहभागिता हुन सक्ने विभिन्न ठाउँहरूका सम्बन्धमा बालिकाको दृष्टिकोण बुझ्ने काम त्यस अवसरमा भएको थियो। बालिकाहरूको राष्ट्रिय कार्यशालामा दैनिक रूपमा भइरहेका कार्यहरूबारे सञ्चार माध्यमबाट जानकारी गराउने उद्देश्यले वितरण गरिने प्रेस विज्ञप्ति बालिकाहरूले नै तयार गर्ने परिपाटी सो अवसरमा विकसित भइरहेको थियो। विगतका छलफल पश्चात प्राथमिकतामा परेका 7वटा सवालहरूमाथि छलफल अगाडि बढाउन समूह विभाजन र सहजकर्ताको माध्यमबाट अझ परिपक्व बनाउने काम समेत उक्त कार्यशालामा भएको थियो। बालिकाहरूले ती 7वटा सवालसित सम्बन्धित अन्य सवाल र समस्या समाधानका उपायहरूलाई प्रस्तुत गरेका थिए। देशका विभिन्न विकास क्षेत्र, भूगोल, संस्कृति, धर्म तथा भाषाको प्रतिनिधित्व गरिरहेका बालिकाहरू कार्यशालामा सहभागी भए पश्चात उनीहरूमा आएको परिवर्तनलाई सो अवसरमा प्रस्तुत गरेका थिए। बालिकाको चौतर्फी भूमिकाका बारे स्पष्ट धारणा बनाएका आयोजकहरू समक्ष कार्यशालामा सहभागी बालिकाहरूले आफूले भोलि ग्रामीण क्षेत्रमा गर्ने कामका बारेमा प्रतिबद्धताहरूलाई प्रस्तुत गरेका थिए।
बालिकाहरूमा आएको सकारात्मक परिवर्तन उनीहरूमा मात्र सीमित हुनु हुँदैन, परिवार, समाज र राष्ट्रलाई सही दिशा दिन बालिकाको भूमिका महत्वपूर्ण हुन्छ। सोही अवसरमा बालिकाहरूद्वारा आफ्नो क्षेत्रबाट खिचेर ल्याएका तस्बिरहरूको प्रदर्शनी तथा ती तस्बिरसँग सम्बन्धित जानकारी प्रस्तुत गरिएको थियो। ती तस्बिरहरूलाई विभिन्न व्यक्तिहरूले अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो। बालिकाले प्रस्तुत गरेका तस्बिरले ग्रामीण नेपाली जीवनसँग सम्बन्धित थुप्रै तथ्यहरूलाई उजागर गर्ने क्षमता राखेका थिए। समूह कार्यबाट आएका बालिकासँग सम्बन्धित समस्याहरू र ती समस्या प्रस्तुत गर्ने कारणका बारेमा एक समूहले अर्को समूहलाई प्रश्न पार्ने कार्य सो अवसरमा भएको थियो। विद्यालयमा भेदभाव हटाउने होइन, विद्यालयमा पनि अलिकति टिचरहरूको पनि हुन्छ होइन, सानो विद्यार्थीलाई अलिकति नराम्रोसँग गर्ने होइन, छोरीले अलिकति तल राख्ने, छोरालाई अलिक बढी अवसर दिने होइन। अर्को मुस्लिम समुदायमा धार्मिक मूल्य मान्यताको अन्त्य गरी अगाडि बढाउनुमा प्रजातिकरण गर्ने, बालिकालाई सर्वप्रथम त शिक्षा प्रदान गर्ने, बालिकाले कति उमेरपछि विवाह गर्नुपर्छ भन्ने बारे जानकारी समेत गराउने, अरू मानिसहरूसँग बारे सकारात्मक धारणा जगाउने अनि अब पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता सञ्चारका माध्यमबाट जनचेतना फैलाउने। उनीहरूले कमसे कम खाना त पाछ नि त्यहाँ काम गरेर, उनीहरूलाई काम पनि गर्न पाउँदैन। तत्पश्चात बालिकाहरूले कार्यशालाबाट चयन गरेका सवाललाई नीति निर्माण तहमा पुर्याउनका लागि अर्को चरणमा आयोजना गरिने नीति संवादमा सहभागिता दर्शाउनका लागि सम्पूर्ण सहभागी बालिका मध्येबाट 15 जना बालिकालाई चुन्ने कार्य भएको थियो। प्रत्येक विकास क्षेत्रबाट 3-3 जना गरी सहभागी हुने ती बालिकाको चयनमा आयोजकले बालिका बीचबाट निर्णय गराएका थिए। ये दोनों के बीच वोटिंग करो। इसके लिए कौन तो फिर एक को चुनो ना जल्दी से, या तो फिर दोनों को हटाओ, तीसरा किसी को लाओ। बालिकाको भावनाको सम्मान गर्दै उनीहरूलाई निर्णय गर्ने अधिकार दिएर एउटा सकारात्मक अभियानको प्रारम्भ गरिएको थियो। तत्पश्चात विभिन्न विशिष्ट व्यक्तिहरूको